नमस्ते, हजुरहरूले यस च्यानलमा स्वागत छ। आज म हजुरहरू समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। यो रहेको छ सङ्गठित संस्थाहरूको पदपूर्तिका लागि लिइने पूर्व योग्यता सम्बन्धी परीक्षाको सम्पूर्ण डिटेल। यो भिडियोभित्र चाहिँ हजुरहरूले के रहेछ र कस्तो रहेछ त सिलेबस सो सम्बन्धी जानकारी पाउनुहुनेछ। त्यसकारण ढिला नगरी भिडियोतर्फ लागौँ। अब सङ्गठित संस्थाहरू जस्तै ब्याङ्कहरू, फर इक्जाम्पल है, ब्याङ्कहरूको लागि त्यस्तै अन्य संस्थाहरूको लागि चाहिँ लिने चौथो तहको हुन्छ, जुन चाहिँ अथवा सहायक द्वितीय श्रेणीको हुन्छ। त्यो पदको खुल्ला प्रतियोगितात्मक पूर्व परीक्षाको पाठ्यक्रम रहेको छ। अब यो चाहिँ सम्पूर्ण सङ्गठित संस्थाहरूको एउटै रहनेछ भनेको छ। यसमा चाहिँ परियोजना भनेको चाहिँ कस्तो भन्दा सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी रहेको छ। पूर्णाङ्क 100, उत्तीर्णाङ्क 45 रहेको छ। परीक्षाको प्रणाली चाहिँ MCQ रहेको छ। वस्तुगत सङ्ख्या 50 वटा, 2 वटाको दरले 45 मिनट। यो त सामान्य भइगयो होइन। अब यहाँ के रहेको छ, मेन कुरा पढ्नुपर्ने, एकीकृत परीक्षा प्रणालीका आधारमा सङ्गठित संस्थाका पदपूर्तिका लागि आयोगबाट लिइने सबै सङ्गठित संस्था वा एकभन्दा बढी सङ्गठित संस्थाका अप्राविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी, सहायक द्वितीय वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको लागि अनिवार्य हुनेछ भनेको छ। यसको भाषा चाहिँ नेपाली अङ्ग्रेजी दुवै हुनेछ। प्रश्न चाहिँ MCQ मा हुनेछ। गलत उत्तर दिएमा 20 मार्क्स, 20% र नदिएमा कुनै अङ्क कट्टा गरिने छैन भनेको छ। क्यालकुलेटर प्रयोग गर्न पाइँदैन। अनि परीक्षामा सोधिने प्रश्न सङ्ख्या र अङ्कको आधार चाहिँ पाठ्यक्रममा तोकिए बमोजिम हुनेछ। अनि यो पाठ्यक्रम योजना अन्तर्गत पत्र विषयहरूका विषयवस्तु जुनसुकै कुरा लेखिएता भए पनि पाठ्यक्रममा परेका संविधान, ऐन, नियम तथा नीति परीक्षाको मितिभन्दा 3 महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाइए वा थप गरी संशोधन भई कायम रहेकोलाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ भनेको छ। पूर्व योग्यता परीक्षा प्री क्वालिफाइङ एक्जामिनेसनबाट छनौट भएका उम्मेदवारले मात्र सङ्गठित संस्थाको पदपूर्तिका लागि आयोगबाट लिइने मूल परीक्षा मेन एक्जामिनेसनमा सम्मिलित गराइनेछ। अनि पूर्व योग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई 1 वर्षको लागि प्रमाणपत्र प्रदान गरिनेछ भनेको छ। अनि स्वीकृति मिति 82/227 भनेको छ। यो भनेको चाहिँ के हो भन्दाखेरि तपाईँले अब कुनै पनि सङ्गठित संस्थाहरू है, सङ्गठित संस्थाहरू जुन छन् तिनीहरूको जुन प्रत्येकको छुट्टै लिइन्थ्यो चौथो तहको प्री टेस्टको क्वेसन चाहिँ, फर इक्जाम्पलको राष्ट्रिय वाणिज्य ब्याङ्कको प्री टेस्टको छुट्टै इक्जाम दिनु पर्थ्यो। त्यसपछि इक्जाम्पल है यो चाहिँ। अनि ब्याङ्कको केसमा अनि नेपाल राष्ट्र ब्याङ्कको चौथो तहको लागि चौथो भन्दा पनि सहायक द्वितीय पदको लागि छुट्टै प्री टेस्ट दिनु पर्थ्यो। त्यो नभइकन अब चाहिँ तपाईँले एउटै प्री टेस्टमा चाहिँ 1 वर्ष प्री टेस्ट पास भएको मितिले 1 वर्षसम्म अन्य कुनै पनि सङ्गठित संस्थाहरूको प्री टेस्टमा चाहिँ तपाईँले पास गर्नु इक्जाम दिइराख्नु परेन। एउटा प्री टेस्ट पास गर्नुभयो भने तपाईँले 1 वर्षसम्म सम्पूर्ण जति पनि सङ्गठित संस्थाहरूमा खुल्ने चौथो तहका विज्ञापनहरू छन् त्यसको चाहिँ मेन इक्जाममा सम्मिलित हुन पाउनुहुनेछ भन्ने कुरा चाहिँ योबाट प्रष्ट हुन्छ। यति चाहिँ बुझ्नु पर्यो। यो बनाइसकेपछि तर पाठ्यक्रम चाहिँ अहिले चाहिँ के गरेको छ, लास्टै भास्ट बनाएको छ। यसमा चाहिँ जीके को खण्ड चाहिँ के एकदम व्यापक रहेको छ। जस्तै कि यहाँ हेरौँ, भूगोल, वातावरण र जनसङ्ख्याबाट 10 अङ्क दिएको छ। अनि इतिहास र संस्कृतिबाट 10 अङ्क, अनि आर्थिक पक्ष र विकासबाट 10 अङ्क, शासन पद्धति र संविधानबाट 10 अङ्क, अनि अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सङ्घ संस्था 10 अङ्क। त्यस्तै गरेर विज्ञान, प्रविधि, जनसङ्ख्या र समसामयिक गतिविधिहरू 10 अङ्क, कार्यालय तथा सार्वजनिक व्यवस्थापन 10 अङ्क, अनि व्यावहारिक गणित 10 अङ्क र सार्वजनिक संस्थान सम्बन्धी ज्ञान 20 अङ्क गरेर टोटल 100 रहेको छ। हजुरहरूले यसलाई चाहिँ यति पढिसकेपछि हजुरहरूले यो सङ्गठित संस्थाहरूको लागि नभए पनि उता हाम्रो निजामतीतिर पनि सजिलै फर्स्ट पेपरको लागि एकदम हेल्प गर्नेछ। हस् त।
हजुरलाई यो भिडियो कस्तो लाग्यो केही सल्लाह सुझाव दिन नभुल्नु होला। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि थ्याङ्क्स फर वाचिङ।